ल आज चाहिँ हामी गोर्खा दरबार भ्रमणको लागि आएको छौँ र हाम्रो भ्रमणमा सहभागी साथीहरुमा हाम्रो असीम सर हुनुहुन्छ। असीम सर हेलो भनिदिनुस्। हेलो हेलो। हजुर कहाँबाट आउनुभयो? काठमाडौँदेखि आयो। त्यस्तै गरी हाम्रो रोशन सर हुनुहुन्छ। हेलो। उहाँ फर्स्ट टाइम आउँदै हुनुहुन्छ गोर्खामा यतापट्टि भने। त्यस्तै गरी हाम्रो पाण्डे सर अमृतजी हुनुहुन्छ। असीमजीले थोरै मलाई अलिकति एसिस्ट गरिदिनुहुन्छ मलाई देखाउनु। हस्। र हामी चाहिँ 2 दिन भयो यता गोर्खाको यात्रामा। आज दोस्रो दिन। पृथ्वीनारायण शाहले राज्य एकीकरण सुरु गर्दै गर्दाखेरिको दरबार, ऐतिहासिक दरबार हेर्न दोस्रो पटक म यहाँ आएको छु। बाटोघाटो सबै थोक राम्रो लाग्यो यहाँसम्म आउनलाई। र अब दरबार कस्तो छ भन्ने कुरा हामी हेरौँ। गोर्खा जिल्लाको भ्रमण मेरो पहिलो अनुभव। पहिलोदेखि अपोजिट साइडबाट सिडीमा आउनु पर्थ्यो क्या, यहाँसम्म आउने बाटै थिएन। यो एउटा मात्रै बाटो होइन, यतापट्टिबाट हो, उताबाट आउँछ। उताबाट तलको खाल्टोबाट चाहिँ उकालो चल्नुपर्छ। हामी चाहिँ सिधै माथि हामी बाइकबाट है। भनेपछि गाडीमा आएको मान्छेहरू चाहिँ प्रायः उताबाट ठुलो गाडीहरू यहाँसम्म आउनेहरू है। गाडी अहिले मात्रै आउँछ, पहिला आउँथ्यो नि। पहिलोचोटि हामी आउँदाखेरि हामी उताबाट आएको रहेछौँ बजारबाट। तपाईँ सङ्ग्रहालय गेट छ नि, त्यसको अपोजिटमा चाहिँ उक्लिने ठाउँ छ है। हो त्यहाँबाट उक्लेको हामी त्यहाँबाट उक्लियो भने लगभग आधी घन्टा। पहिला हाम्रो मम्मीहरू उहाँ घरबाट चाहिँ पुरै हिँडेर यहाँ आएर पूजा गरेर जानु भएको थियो अरे। हामी पनि घरबाटै आएको तर हिँड्न चाहिँ हिँड्नु होइन। हामी घरबाट होइन, हामी काठमाडौँबाट आएको। पूजा पनि घरबाटै आएको तर हिँडेर चाहिँ होइन। एकदम राम्रो हेर्नु न, देखिने हो बढीसम्म। छोरी बहिनी मामाती के भन्ने हेऱ्यो भने त नजिकै देख्छ। अमेश्वर त यहीँ हुनुहुन्छ त नजिकै यार। झकास देखिया छ रोशन सबै। ए खै त मान्छे त जहाँ छ त्यहीँ देखिया छ त। खासै नजिक देखिएन। 300 हजुर, 300 धेरै होइन। हिमाल पनि बादल मात्रै छ। चस्मा जस्तो नि न, त्यसले हेरेपछि त त्यो बादल सबै हटेर हिमाल देख्यो नि त। यो गाडी चाहिँ ल त्यो खासै जे जहाँ हुनु पर्यो त्यो त्यहीँ नै छ। हिमाल पनि खासै देखिएन, बादल मात्रै देखियो। हामी मनबाट पूजा गर्ने मान्छे हो होइन। हामी मनको पुजारी, हामी आत्माले मान्छौँ देवी देवतालाई। अमृतजीको एउटा कला देखाइदिनुहोस् त। मिठो गीत खाइदिनु। चन्द्रकला देखाइदिनुहुन्छ कि हेमकला देखाइदिनुहुन्छ? सूर्यकला। ल एउटा गीत गाइदिनुहोस् त सुन्दर। अहिले अलि ए कला तलै छुटिन्। कला तलै छुटेको। अघि भन्नुभयो हामी कला यतै लिएर आउँथ्यौँ है। कला त्यो चल्दै छुट्नु भयो। चकिलो देखेँ हेर। त्यो चस्मा पुस्नेको पनि पैसा लाग्छ है। एकचोटि पुसेको कति? 10 रुपियाँ। ठिकै छ, हजुरले सस्तैमा दिनुभयो। होइन अरूलाई भएको भए 5 रुपियाँ दिन्थेँ। तपाईँ आफ्नै मान्छे हो, अब 10मा कुरा मिलाउन कुरो। ठिक छ, कुरो मिलाएर गर्नुपर्छ। मिलाएर गरौँ न, धेरै डिस्काउन्ट गर्नु। यहाँबाट आउँदाखेरि हाम्रो हावा खुस्किसक्यो होइन। तलबाट आएको भए त अनि पुरै हावा मात्रै नि तपाईँ टायर फुट्यो। रोशन सरलाई मैले यसो खुड्किलामा हिँड्दाखेरि चाहिँ मोबाइल नचलाउन अनुरोध गरेँ। म धेरैचोटि आँखा बन्द गरेर हिँड्छु। अहिले पछाडिको चाहिँ देख्न नपरोस् फेरि यही भिडियोमा होइन। म धेरैचोटि आएको भएर यस्तो लड्दा उड्दा नि मलाई मेरो हिँडाइको स्टाइल यस्तै हो। मलाई यहाँ लड्छु भन्ने थाहा थियो भन्ने हो कि। गोर्खा दरबार हामी हेर्छौँ। हनुमान भन्ज्याङ
पिसाको यो त पुरै खतरनाक बलि आयो त झ्याप्पै पो रोशन सर यो ढुङ्गा किन गाडेको यो ढुङ्गा ढुङ्गाहरू यो है शिलालेख दादा ए शिलालेख यहाँ चाहिँ भाषा बुझ्नुहुन्छ भने पहिला चाहिँ यस्तो लेख्ने मसिन चाहिँ हुँदैन क्या त्यो ढुङ्गामा लेख्ने मान्छेले खोपेर नाइस वान मन्दिर जाने कि मन्दिर जाने हो मन्दिर गएर त नि त अमृतजी अर्को बाटो हो क्या आउने यो हामी यो बाटो हामीले मिस गऱ्यौँ किनभने हामीसँग साधन थियो यता माथि के हो सोध्नु त अङ्कल यता माथि के छ तपाईँ नयाँ हो सोध्नु त रोशन सर के छ माथि रन्साले आँखा चिनेर भन्नु त्यहाँ माथि के छ पल्लो कोट अर्को कोट ए जाउँ न पहिला माथि गराउँ त्यसो भने पल्लो कोट गरेर दरबार त यहाँ होला यता पनि बस्छौँ कि सिद्ध पाइला चण्डीथान बद्र भएर उपल्लोकोट जाने बाटो फेरि उपल्लोकोट भनेको पल्लोपट्टिको डाँडा हो भने त नजाउँ है ए माथि जाने छ यहाँ सिद्ध पाइला चण्डीथान बज्र भैरव र उपल्लोकोट जाने बाटो हामी यात्राकै निरन्तर क्रममा छौँ अमृतसरको साथीहरू त खाक खाक गर्दै होइन बाबु यहाँ माथि कहाँ कति टाढा छ 10 मिनट ए ल थ्याङ्क यू जानकारीको लागि धन्यवाद हामी उपल्लो कोट जाने अनि केही उखानहरू यताको तपाईँ श्लोकहरू सुनाउनु न यहाँ भाका तपाईँको गोर्खेली भाका सुनाउनु अहिले भाका सबै रोकियो भाका मात्रै छैन अहिले नभाकालाई मात्रै भाका नभाका सबै सुनाउनु तपाईँ यति बेला भाकालाई नसम्झिनु नभाकालाई सम्झिनु हाम्रो क्यामेरामा हुनुहुन्छ मिस्टर असीम भण्डारीजी उहाँको राम्रो तस्बिर खिच्ने शैलीलाई 1 लाइक दिनु होला यो रहेछ सिद्ध पाइला हाम्रो उपल्लो बोट सिद्ध पाइला नि हेरौँ यहाँ बसेर उभिएर चाहिँ यस्तो गरेर होइन यो सिङ्गो राज्य 4036 वर्णको साझा फुलबारी हो पाण्डेजी एक्लो अगाडि जान पाउनु हुँदैन हुनमा फेरि कालु पाण्डेको सन्तान हो अहिले चाहिँ राज्य कस्तो छ भने जो अगाडि गएर हरापै हुस्के हुनेवाला छ निकोलस भुसालले झन् अगाडि फस्न पुग्यो कस्तो हिमाललाई मजाले कसरी छुप्यो हेर्नु बिहान आइपुग्नु पाएको भने बगाले हुन्छ नि यार यहाँ बसेर चाहिँ होइन साले चाहिँ मेरो सानो दुःखले आर्जिया मुलुक होइन घुस लिने र दिने दुवै यो देशका अपराधी हुन् शत्रु हुन् यदि कसैले त्यस्तो गरेको थाहा पाएमा 2 जना मान्छे मलाई बोलाउनु पर्दैन 2 जना साथी राखेर त्यहीँ काट्दिए हुन्छ घाँटी च्वाट्टै भनेर चाहिँ च्वाट्टै 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 होइन च्वाट्टै 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 यहाँबाट असिमजी यहाँबाट हामी दरबार देख्न सक्छौँ यो चाहिँ हाम्रो कालिका दरबार यहाँबाट
सुरु हुन्छ सिङ्गो नेपालको परिकल्पना। पिछिन नान्साले यहाँ बसेर सोचेका थिए, यहाँ बसेर सोचे, उसको दिमाग यहाँबाट चल्या हो। त्यही भएर अहिले हाम्रो दिमागमा पनि केही न केही चल्न सक्छ। हेरिहाल्नु पाण्डेजीको दिमागमा के चलिरहेको छ अहिले मैले ठ्याक्कै सोधेँ। ल अन्तिम क्यामेरा क्यामेराम्यान तपाईँको दिमागमा अहिले के चलिरहेको छ ट्याक्कै भनिदिनुहोस्, जनतालाई बताइदिनुहोस्। यता क्यामेरा हेरेर। अब ठ्याक्कै यति बेला मेरो दिमागमा चाहिँ यो हराभरा यो जुन दृश्य सँगै यहाँबाट देखिएको यो मनमोहक हिमालका दृश्यले चाहिँ मन एकदमै लोभ्याएको कारणले गर्दा यो ठाउँमा एकदमै सुन्दरताले भरिपूर्ण भएको र यहाँ पर्यटन प्रवर्धन गर्नका लागि चाहिँ नेपाल सरकारले अब यसलाई चाहिँ एकदमै ठुलो पहल गर्नुपर्ने र यहाँबाट आन्तरिक तथा बाह्य पर्यटकहरूले चाहिँ यो दृश्य अवलोकन स्वरूप यसलाई विश्व सामु फैलाउन सक्ने धन्यवाद हुनाले यति भन्दै। अब रोशन सर के छ तपाईँको चाहिँ? मेरो खासै केही छैन, 2 शब्द छ। 2 शब्द। अब हामी यहाँबाट लाग्छौँ। एउटा दुई अर्को शब्द 2 र शब्द। ल अब हामी चाहिँ यता के अरे उपल्लो कोटतिर जान्छौँ गर्नेछौँ। त्यसै फेरि हामी ब्याक टु दरबारमा आउँछौँ। अहिले हामीले सेम भिडियो हो यसो परेमा हजुरले बारीमा पृथ्वीनारायण शाहको हजुर एउटा ऊ चाहिँ नुवाकोटको लडाइँमा त्यहाँ लडाइँ हार भएपछि यो गोरुनाथको वर यो कालिकाहरूको वर होइन, त्यहाँको इष्ट देवतालाई चाहिँ गर्ने पुरा सार्नु पऱ्यो। फुल अक्षता भेटी भनेको हजुरले अब के खाने गरेको थियो नि? अब के छ यता माथि चाहिँ के छ? बल्झ भैरव अनि त्यो दरबार चाहिँ कुन हो त? दरबार चाहिँ यही मन्दिरै दरबार हो? पहिला यो दरबार पनि 3 लैजान गरेको थियो अरे। बस रात दिनभरि ओसारे रे, रातभरि त्यहाँ ल्याउने भयो। यहीँ ठिक छ भनेर यहाँ पनि बस्दैन क्या, अलि हाइट खोज्दै जाँदाखेरि। माथि के छ? माथि के ढुङ्गाहरू अरू केही संरचना केही छ कि? बर्ज भैरव भनिहाल्यो नि। भैरवको अनि गरेपछि त्यहाँ त छारे रोग लाग्ने है, कोहीलाई के दुख्ने भएछ। अनि त्यहाँदेखि त बल्ल जितेछ अरे। अनि त्यहाँ त्यही दिन अनि त्यहाँदेखि इन्द्रदेव बाको नाम चाहिँ के हो नि बा? कृष्ण। ए घर यतै तपाईँको पहिला? ए ल आराम गर्नुहोस्। ल ल अब हामी उपल्लो थुम्की उपल्लो कोट जान्छौँ। यहाँ चण्डी थान छ, यता चण्डी थान। बाटो योजना नगरिकन फुत्तै निस्केर हिँडेको यात्रा हो यो। त्यही भएर हामी 4 जना निरन्तर यात्रामा छौँ, लागिरहेको छौँ। अथक प्रयासपछि हाम्रो प्रयास लगभग 200 किलोमिटरको यात्रापछि हामी आइपुग्न सम्भव भएको छ। हामीले 200 किलोमिटर हिँड्दै गर्दाखेरि पाण्डेजीले 150 किलोमिटरमै हिँड्नु गरे, किनभने उहाँको खुट्टा लामो छ। त्यसले गर्दा किलोमिटर अलिक फरक पर्दछ। लामो खुट्टा हुने छोटो खुट्टा हुने होइन पाण्डे सर? हो त्यो हुँदो रहेछ। फरिन सरले चाहिँ 200 किलोमिटर पार गर्दै गर्दाखेरि 250 हिँड्नु गरे। किनभने हाम्रो खुट्टा अलिक छोटो भएकोले गर्दाखेरि त्यस्तै हुन गयो। फेरि हामी फेरि कन्टिन्यू गर्नेछौँ। यही खालको बाटो छ। यो खालको बाटो फरक आउने बित्तिकै मैले फेरि छायाङ्कन गर्नेछु। यहाँबाट चाहिँ उपल्लो कोटको सुरुवात हुन्छ। यहाँ निशाना लगाइएको छ ढुङ्गामा। यो निशानाको अर्थ के हुनसक्छ असेमजी तपाईँ बताइदिनुहोस् त? यो जङ्गी निशानाको अर्थ चाहिँ के हुनसक्छ? यो रातोले के सिम्बल गर्यो? क्रान्ति सिम्बल गर्यो कि घेरा बाह्र छ? यहाँ हामी एकदम जङ्गलपट्टि आयौँ। यता त जङ्गल मात्रै छ जस्तो छ है। ए विश्रामी स्थल जस्तो छ। एकदम चराको चिरबिर आवाज, किराको झ्याइ आवाज सुनिराखेको छ। मान्छेको आवाज एकदम कम हुनाले होला यो बाटोमा सबै लेउ लागेको छ।
सैनिकहरू पनि बस्छ क्या आर्मीहरू पनि बस्छ होइन अहिले चाहिँ खाना खाइछ नि ब्रिटिस पनि 2 जना अगाडिपट्टि हुनुहुन्छ आराम गर्दै उपल्लो कोट त निकै माथि पो छ जस्तो छ यो त सेनाको ब्यारेक होला सैनिक इलाका फुलबारी ब्यारेक लेखेको सैनिक इलाका रहेछ रोशन सरको तस्बिर एकदमै राम्रो सुन्दर आएको सैनिक यहाँ बस्न छोडेको जस्तो देखिन्छ यहाँले हेर्दाखेरि यो चौकी ब्यारेकहरू जीर्ण अवस्थामा छ सैनिक धेरै पहिला कुनै बेला राज्यलाई पहरा दिने ब्यारेक अहिले यो खालको अवस्थामा देख्न पाउँदाखेरि मन अलिक कुडिएको जस्तो भान भएको छ र हामी आएको जाँचमा नै आएको बाटो टुङ्गिए जस्तो छ यहाँबाट के छ त बाटो अगाडि हुनसक्छ त बाटो छ गुरु आउनुहोस् हामी उपल्लो कोट पुगेरै छान्नेछौँ हामीले एकचोटि आँटिसके पछाडि पछाडि हट्ने खासै गरिया छैन त्यसले गर्दा हाम्रो 2 जना अलिकति उहाँहरू थोरै पछाडि हट्न खोज्नु भएको थियो फेरि मेरो एउटा अनुरोध पश्चात फेरि अगाडि बढ्ने निर्णय गरेर अगाडि आउँदै हुनुहुन्छ सिस्नो त यहाँ टन्नै छ फुलेको छ यो नजिकै भएदेखि यसलाई टिपेर व्यवस्था गर्न हुन्थ्यो होइन अनि व्यवस्था कहाँ गर्ने कता गर्ने फुलेको सिस्नो देख्न सक्छौँ यो खाँदा असाध्यै मिठो छुँदा असाध्यै अमिलो यो खालको अवस्था हुन्छ यो सिस्नोसँग चाहिँ होइन मैले अहिलेलाई यो क्यामेरा फेरि हाम्रो असिमजीलाई नै हस्तान्तरण गरेँ यात्रा हाम्रो जारी छ गर्मी हरेक ऐतिहासिक ठाउँमा जाँदाखेरि चाहिँ हरेक कुराहरू चाहिँ कन्फ्लिक्ट भइरहेको हुन्छ कि त्यो बाजिरहेको हुने हामी जति पढ्या हुन्छ त्यो हुँदा डिफ्रेन्ट हुन्छ चरित्र हुन्छ क्या टोटल्ली होइन हामीले यहाँ बुझ्दाखेरि हेर्दाखेरि हिँड्दाखेरि हाम्रो नेपालमा जो कोही पनि हुन्जेलसम्म चाहिँ त्यसको सम्मान गर्ने त्यसको विचारलाई सबैले सिरोपर गर्ने त्यही भएर त्यति धेरै कल्चरै छैन जब मान्छेको मृत्यु हुन्छ त्यस पछाडि उसको जय जयकार गर्ने तर बाँचुन्जेलसम्म चाहिँ उसका विचारदेखि लिएर व्यक्ति स्वयंलाई कहिले उसको अस्तित्वलाई स्वीकार गर्ने चलनै छैन त्यसले गर्दाखेरि पनि हामी आफै बिग्रेका हुन्छ धेरै बाजिने कि ऐतिहासिक कुराहरूमा पनि धेरै बाजिने कि पोइन्ट अफ भ्यूदेखि लिएर होइन तपाईँको सत्यता नै के हो त फ्याक्ट के हो त भन्ने कुरा अझै पनि पत्ता लगाउन कति कुराहरूमा कन्फ्युजन यो चाहिँ गोर्खा दरबारको उपल्लो कोट यहाँ ढुङ्गाको घेरा देख्न सक्छौँ यहाँ झारहरू पलाएर एकदम संरक्षणविहीन अवस्था जस्तो देखिएको छ यसरी यो ढुङ्गाको सिँढीहरू छ यतापट्टि पनि विभिन्न संरचनाहरू ढुङ्गाले बनाइएका संरचनाहरू हामी देख्न सक्छौँ यो चाहिँ अलिकति डाँडोमा यो संरचनाहरू एकदम जीर्ण हराउँदै गएको छ कि छैन देखेको यसरी ढुङ्गाको पर्खालहरू हामी यहाँ देख्छौँ विभिन्न किसिमका संरचनाहरू कुनै समयमा भइरहेको र अहिले चाहिँ एकदम संरक्षणको अभावमा यस्ता नाश हुँदै गइरहेको महसुस हुन्छ यहाँबाट नै ढुङ्गाको संरचनाहरू त्यो बेलाको ढुङ्गाको संरचनाहरू यहाँ हामी देख्न सक्छौँ तलबाट नै पर्खालहरू लगाएर सिँढी लगाएर बनाइएको छ र
उपल्लो कोटको अवस्था चाहिँ एकदमै नाजुक अवस्थामा देखियो। सम्बन्धित निकायले यसलाई चाहिँ ध्यान दिएर सुरक्षा गरिदिए भावी पुस्ताले पनि यी कुराहरूलाई देख्न पाउन् भन्ने हाम्रो आशा हो। त्यतिको लामो खुड्किला पार गरेर आइसके पछाडि हामीले आशा गरे भन्दा बिल्कुल फरक परिदृश्य हामीले यहाँ देख्न पायौँ। यतापट्टि हामीले टावर देख्न सक्छौँ, भ्यू टावर होइन, यो चाहिँ नेटवर्क। अब चाहिँ हामी कहिले तलतिरै लाग्छौँ। नेपाल टेलिभिजन या टेलिकम एनसिएलको टावर हो। यतापट्टि यो टावरहरू छ, यो टावर जाने बाटो। अब चाहिँ यहाँबाट हामी चाहिँ फर्किन्छौँ। हामी थाकेका छैनौँ, थोरै गलेर पसिना आएको छ। हामी अब योभन्दा पछाडि अलरेडी मेटिसक्यो हामी आइसकेपछि। अब योभन्दा पछाडि चाहिँ हामी सिधै गोरखकालीको मन्दिरमा प्रवेश जान्छौँ र मन्दिरको अवस्था के छ त्यो पनि हामी तपाईँलाई देखाउँछौँ। त्यतिन्जेलको लागि अहिलेलाई बाई बाई। अब चाहिँ हामी गोरखनाथको मन्दिर भ्रमणमा जाँदैछौँ। हामीसँग आउनु होला। यहाँबाट माथिपट्टि छ गोरखनाथको मन्दिर। ढुङ्गाको पर्खालहरू, त्यो ढुङ्गाले जोडेको पर्खालहरू हामी देख्न सक्छौँ। एकदमै मिलाएर यो कटिङहरू ल त्यो बेलामा यसरी ढुङ्गाहरू होइन टक टक कटिङ गरेर यहाँ ग्याप छैन होइन। अहिले बरु गाह्रोलाई ग्याप छैन होइन। बरु यो पछि थपिएकामा यो सिमेन्ट छ, तर यो पहिलाकोमा हेर्नुहोस् त कहीँ पनि ग्याप छैन। ग्यापमा केही पनि हालिएको यसरी चाहिँ यो संरचना बनाइएको छ। अब हामी मन्दिर प्रवेशद्वारतिर जाँदैछौँ। यहाँबाट हामी पुरानो यताबाट नयाँ यताबाट पुरानो होइन। एकपट्टि साइड मन्दिर, एकपट्टि साइड दरबार जाने पहिले हेर्छौँ। तपाईँ निरन्तर तपाईँको छायाङ्कन कार्यलाई निरन्तरता दिइरहेको छ। हामी तपाईँमा एकदमै विश्वस्त नयाँ हो, नयाँ हो, पुरानो उतापट्टि हो। किनभने यो इँटाको त्यसले गर्दा यो चाहिँ नयाँ संरचना हो लाग्यो। यो ढुङ्गाको पछाडि मूर्ति खसेको छ। पछिमा देखाउनुहोस् कस्तो छ। झ्यालबाट यहाँ अगाडिपट्टिबाट झ्यालबाट पनि बन्द भएको यो चारवटा यो अफिसिएसन छ। रेड गर्नुलाई अफिस बनाएको छु। ल माथि जाउँ न। हेर्नु शैलीको अवस्था हजुर यता पर्दैन पर्दैन।
हेलो यहाँ छैन नि त मास्तिर खानेकुरा खोल्नुपर्छ गुरु अहिले त्यही कुरालाई जुत्ता खोल्दै नभइदिएको भए बादल हुँदाखेरि जुत्ता खोल्नु इमान्दारी जाने मान्छेको छैन ठुलो धर्म खोलिदिएँ मैले त ए ल मेरो अलिक छिटो हुन्छ क्या त्यही भएर मैले अलिक ढिलो गरेँ एकदम खुट्टा हल्लुका भयो आनन्द यसको पनि आवश्यकता थियो किन भन्दा अलिकति रिलिफ फिल भइरहेछ इन्ट्रो दिनु पर्यो हामी चाहिँ अब मन्दिरतिर जाँदै तल बस्छु यस्तो भएको पहिला चाहिँ हाम्रो केटाबाट यहाँ यहाँ गुरुहरूले पूजा गर्दै हुनुहुन्छ ढुङ्नी बालेर यो ए यो पछि रोटी दिने चलन छ नि त यहाँ रोटी बनाउनु लागि पोलेको रोटी दिने चलन छ कि अनि पछि प्रसादको रूपमा जाउँ पूजा स्थल उता जाउँ उता पुगेर आउनु ल यहाँ चाहिँ धुनी बालिएको अवस्था धुनी हामी उल्टो आइयो कि हो यो त तल जाने बाटो त होइन नि यो चाहिँ दरबार उता चाहिँ मन्दिर रहेछ क्या होइन रोशन सर यो चाहिँ रहेछ क्या दरबार यो त तल झर्ने गेट हो नि थाहा छ है तपाईँलाई त्यहाँसम्म बस्ने ए ल यो माथि हामी चढ्न मिल्दैन यता माथिभित्र जान मिल्छ जस्तो लागेको थियो क्या मलाई होइन यताबाट भित्र जान मिल्दैन ए पुलिस अफिस त छ असेमजी हामी यहाँबाट एकछिन तपाईँ भुइँमा बस्नु तपाईँलाई मैले यहाँ आउनु इन्टरभ्यूको लागि तपाईँ दुईवटा क्वेसन सोध्छु मैले तपाईँ हिजोले दुईवटा कुरा भन्छु भन्नुहुन्छ खालि एउटा कुरा भन्छु भन्नुहुन्थ्यो अब म एउटा कुरा सोध्छु म थाहा यहाँबाट उता बाहिरको भ्यू त्यसो हो न ए यहाँबाट भिडियो सबै क्यान्सल गरिदिउँ
हामी चाहिँ अहिले गोर्खा म्युजियम गोर्खा दरबार सङ्ग्रहालयमा अगाडि छौँ। सङ्ग्रहालय भ्रमण सर हुनुहुन्छ। गोर्खा दरबार सङ्ग्रहालय यहाँ पनि मेरो दोस्रो भ्रमण। पहिलोचोटि यहाँ आउँदाखेरि भिडियो खिचेर राख्ने गरेको अवस्था थिएन। आउनुहोस् गोर्खा दरबार सङ्ग्रहालय भ्रमण गरौँ। एकदम चिसो फुलहरू ढकमक्क फुलेका छन्। दरबार म्युजियममा पृथ्वीनारायण शाहले युद्धीकरण गर्दाखेरि यादहरूलाई पनि यहाँनिर सम्हालेर राख्यो र यो हामी सबै नेपालीले चाहिँ इतिहास जान्नको लागि यहाँ आएपछि सबैले अवलोकन गर्नु पर्ने थियो। त्यसको लागि चाहिँ अब सरले यसो एक गीत यसको बारेमा उहाँ यही गोर्खा जिल्लाकै गोर्खाकै स्थानीय हुनुभएको नाताले उहाँले हामीले भन्दा अलिकति यहाँ आउँदा चाहिँ अलिकति गर्मी भयो नि। यहाँ यसो छारी छ, यसो छारीमा बस्दिनु होला। दुई शब्द बोलिदिनु, एउटा दुई अर्को शब्द होइन। यहाँबाट हामीले गोर्खा दरबार पनि देख्न सक्छौँ। दरबार यहाँ माथि छ। हामी भर्खरै दरबार पुगेर आयौँ। यो सङ्ग्रहालय युद्ध सङ्ग्रहालय भने पनि भयो यसलाई चाहिँ। Hello. Welcome to Nepal. Thank you very much. Namaste. Namaste. Thank you. Australia. Nice to meet you. तोप छ यो तोप यहाँ तोप देख्न सक्छौँ। आउनु भित्र जाउँ। यहाँबाट भित्रपट्टि छ सङ्ग्रहालय। टिकट यहाँ दिन्छ। गोर्खाको हामी अहिले यो दरबारमा छौँ। ठ्याक्कै बिचको दरबारमा। के भएर सिधै हेर मिल्छ। पानी हाल्नु मिल्छ। प्राचीन कालमा हालको आसामदेखि कुमाऊ बीचको भूभागमा नेपाल रहेको थियो। हाल राजा मानदेवले त्यति बेलाको नेपाललाई बलियो पार्ने काम गरेका थिए। उक्त सग्लो नेपाल पूर्व मध्यकालमा आइपुग्दा भक्तपुर, सिन्जा र सिमरौनगढ गरी 3वटा राजनीतिक केन्द्रमा विघटन भयो। पछि त्यो पनि छिन्न भिन्न भई 50 भन्दा बढी रजौटाहरूको स्वरूपमा देखियो। यसको बारेमा विस्तृत कुरा यहाँ राखिएको छ। यहाँ अडियो भिडियो सामग्रीहरू पनि प्रदर्शनको लागि राखिएको छ। सङ्ग्रहालयको विस्तृति यहाँबाट पनि हेर्न सकिन्छ। यहाँ चाहिँ बसेर यो भिडियोहरू हेर्न सक्ने व्यवस्था मिलाइएको छ। एकदमै मेहनतले कुदिएका खम्बाहरू छन् यहाँ। अब हामी भित्र यहाँबाट भित्र गर्छौँ।
अब हामी सङ्ग्रहालयभित्रबाट बस्दैछ काठको राम्रो बुट्टा एकदम राम्रो मेहनतले खोदिएका सिडी यता हो यसको परिचय यहाँनिर छ। राष्ट्र निर्माता बडा महाराज धिराज श्री पृथ्वी नारायण शाह तथा वीर गोर्खालीहरूको जन्मभूमि ऐतिहासिक जिल्ला गोर्खा शक्ति स्वरूपा गोरखकाली माता सिद्धगुरु गोरखनाथ र मनको इच्छा पूरा गरिदिने देवी माता मनोकामनाले बास गरेका आध्यात्मिक तथा धार्मिक तीर्थस्थल पनि हो। समुद्री सतहबाट 228 मिटरदेखि 8163 मिटरको उचाइमा रहेको यस जिल्ला 27 डिग्री 15 देखि 28 डिग्री 45 उत्तरी अक्षांश र 84 डिग्री 5 देखि 84 डिग्री 27 पूर्वी देशान्तरमा फैलिएको छ। काठमाडौँदेखि 150 किलोमिटर उत्तर पश्चिममा अवस्थित गोर्खा जिल्लाको क्षेत्रफल 3610 वर्ग किलोमिटर रहेको छ। बाँकी कुराहरू तपाईँले यहाँ पज गरेर हेर्न सक्नुहुन्छ। झ्यालहरू प्राचीन आकृति दियो कलश गहना भट्टा राख्ने कुराहरू टुकीहरू पनि यहाँ टुकी विभिन्न खालका टुकी सिँगारको बट्टा रक्सी राख्ने भाँडो यसलाई के भन्छ हामी यसलाई रोचे भन्छ। यो पानी भण्डारण गर्नको लागि प्रयोग गरिने रहेछ। यो अम्कोरा करुवाहरू सन्दुक वर्गमा महत्त्वपूर्ण सामान राख्नको लागि नगद राख्नको लागि प्रयोग गर्ने कमण्डलुहरू तमदान यो चाहिँ बेहुली बोक्ने बेहुली अथवा रानी बोक्ने तमदान हो। यो चाहिँ घले जातिहरूले लगाउने पोसाक लमजुङ र गोर्खाको मुख्य बासिन्दाहरू घले जाति त्यस्तै गरी नेवार जातिले लगाउने पोसाक त्यसै गरी छेत्रीहरूले लगाउने पोसाक यो भयो। त्यस्तै गरी तामाङ जातिले लगाउने पोसाक त्यस्तै गरी गुरुङ जातिको पहिरन हो यो चाहिँ। त्यस्तै गरी यहाँ मगर जातिको पहिरन छ भने यो चाहिँ बराम जाति लोपनमुख जातिमा पर्छ। अरे बराम जातिले लगाउने पोसाक हो भने यो चाहिँ चेपाङ जाति यो गोर्खा भूभागको वरिपरि बस्ने चेपाङ जाति लोपनमुख जातिमा परेका छन् बस्ने। द्रव्यशाह यो त सुरक्षित राख्ने चिज रहेछ भने यसरी नै छोडेर अघि नै राखा हुँदा यहाँ यसरी यति नारायण शाहको शालीको यो चाहिँ गोर्खा दरबारको अभिलेख हो। यो हजुर ए यहाँ पाउँदैन काजी कालु पाण्डेको पाण्डे सर यहाँ त कालु पाण्डेको काजी भीमराज पाण्डेका छोरा काजी कालु
हतियारहरू छ यहाँ वेपन त्यो बेलामा प्रयोग गरिने हतियारहरू त्यो बेलामा प्रयोग गरिएका हतियारहरू पृथ्वीनारायण शाहकालीन सिपाहीहरूले प्रयोग गर्ने तरबार ढाल खुकुरी कटारी खुकुरीहरूको राखिएको छ त्यो बेलामा प्रयोग गरिएको बन्दुक यो चाहिँ पृथ्वीनारायण शाहले आफूले प्रयोग गर्ने बन्दुक हो उहाँ आफूले प्रयोग गर्थे यो बन्दुकहरू यो पृथ्वीनारायण शाहकै निजी हतियार भने यो चाहिँ पृथ्वीनारायण शाहको राजगद्दी हो यो गद्दीमा पृथ्वीनारायण शाह चाहिँ बसोबास गर्छ त्यो बेलाका लाल मोहरहरू हस्तलिखित ग्रन्थहरू ताङसिङ पाथी सुलेपाथीहरू त्यो बेलाको हुलाक टिकट त्यो बेलाका कोइनहरू सिक्काहरू हामी यहाँ देख्न सक्छौँ चाँदीका मोहरहरू हातले पिटेर बनाइएका सिक्का एकरूपता छैन साइजमा एकरूपता छैन हातले बनाइएको भएकोले गर्दाखेरि त्यसै गरी यो वज्र तान्त्रिक मालाहरू छ धोसाङ धोमाङ बौद्धहरूले पाठ गर्ने कलश फरक भने यो चाँदी भने यो नि शङ्ख छ यहाँ धातुबाट बनेको शङ्ख घण्ट शङ्ख सुकुन्ना मानापाथीहरू विभिन्न आकार साइजका मानापाथीहरू त्यस्तै गरी टिकादानी आरतीको दियो बुकुवा दानी यो चाहिँ पृथ्वीनारायणको शालिग अनि यो चाहिँ गोर्खा दरबार सङ्ग्रहालय अनि यो चाहिँ गोर्खा दरबार अनि यो चाहिँ गोर्खा बजार भनेको देखिएन छ ल